स्वस्थ जीवनको संरचना कस्तो हुन्छ? आउनुहोस् यसका 4 आधारभूत स्तम्भहरूबारे कुरा गरौँ। त्यसो भए एउटा स्वस्थ जीवनको खाका वास्तवमा कस्तो हुन्छ त? हेर्नुहोस्, समग्र स्वास्थ्य भनेको रोग नहुनु मात्रै होइन, यो त शारीरिक, मानसिक र सामाजिक रूपमै राम्रो हुनु हो। र यो पूर्ण कल्याण खासमा 4वटा मुख्य स्तम्भमा टिकेको छ। ल, पहिलो स्तम्भ हो शरीरलाई चाहिने इन्धन, अर्थात् सही पोषण र आहार। जस्तै रक्तचाप ठिक राख्न दैनिक नुनको मात्रा 5 ग्रामभन्दा कम हुनुपर्छ, मतलब 1 चम्चा जति। अब फ्याटको कुरा। मुटुलाई स्वस्थ राख्न स्याचुरेटेड भन्दा अनस्याचुरेटेड फ्याट छान्नु राम्रो हुन्छ। ऊर्जाको लागि के गर्ने त? दैनिक 5 भाग फलफूल, तरकारी अनि 10% भन्दा कम चिनी र प्रशस्त पानी। अब लागौं दोस्रो स्तम्भतिर, चलायमान रहनु, मतलब शारीरिक गतिविधि। स्वस्थ रहन वयस्करहरूका लागि हप्तामा कम्तीमा 150 मिनेटको व्यायाम सिफारिस गरिन्छ। यसमा के पर्छ? छिटो हिँड्ने, हप्तामा 2 पटक मांसपेशीको कसरत र लामो समय नबस्ने। तेस्रो स्तम्भ हो आराम र मानसिक स्वास्थ्य। यो कुरामा खासै ध्यान दिइँदैन। शरीर र दिमाग दुवैलाई ताजा राख्न हरेक रात 7 देखि 9 घण्टाको निद्रा त चाहिन्छ नै। अनि हो, तनाव कम गर्न ध्यान योग गर्ने र सामाजिक सम्बन्ध बलियो बनाउने, यो पनि उत्तिकै जरुरी छ। र अन्तिम चौथो स्तम्भ हो रोकथामका बानीहरू, जसले स्वास्थ्यलाई जोगाउँछ। यसमा पर्छ सुर्तीबाट बच्ने, सरसफाइमा ध्यान दिने र नियमित स्वास्थ्य जाँच गराउने। त्यसैले पोषण, व्यायाम, आराम र रोकथाम, यिनै 4 स्तम्भले समग्र स्वास्थ्य बनाउँछन्। महत्त्वपूर्ण कुरा के हो भने यी सबै स्तम्भहरू एक आपसमा जोडिएका छन्, छुट्टा छुट्टै होइनन्। अब सोच्नुहोस् त, यी 4 मध्ये आफ्नो जीवनमा कुन स्तम्भमा बढी ध्यान दिनु पर्ला?